लस्सु गुड मर्निङ है लस्सु गुड मर्निङ। आज पनि मेरो म भिडियोमा जोड्न आइपुगेको छु। आज चाहिँ किनभने हिजो कोदो रोपाइ सक्यो। कोदो रोपाइ सकेर चाहिँ अब के गरौँ कहाँ जाउँ भइरहेको होइन। अब सधैँ काम गरिरहने मान्छेलाई अब के कसलाई के पच्दैन भने जस्तो होइन। कोदो रोपाइ सक्यो हिजो हाम्रो चाहिँ। अनि आज चाहिँ रेस्ट गर्नुपर्छ सुत्नुपर्छ भन्ने एउटा भावना सोच थियो। त्यो भएन। त्यो नहुनले गर्दाखेरि चाहिँ अब कहाँ जाउँ त के गरौँ त भन्ने सोच आयो। एक माल चाहिँ काठमाडौँतिर जाउँ बच्चाहरूलाई भेट्न भन्ने सोच पनि भयो। तर हुँदैन। एकचोटि चाहिँ मासतिर लेकतिर जानुपर्छ। त्यो पनि कहाँ? दिदीको घरमा। मेरो दिदीको घरमा। त्यही भएर चाहिँ साथी हो अहिले चाहिँ दिदीको घर जाँदैछु होइन। दिदीको घर जाँदैछु। दिदी घरमा गएर चाहिँ के खायो भन्ने फेरि तपाईँहरूको चाहिँ त्यो सोच होला होइन। दिदी घरमा गएपछि अब दिदीले अब देला नि त मेस अनि भाइलाई होइन। अब के अब खिर खाऊँ भन्यो भने अब खिर बनाएर दिउँला भने साउन 15 गइगयो होइन। अब साउन 17 लागिसक्यो। त्यही भएर चाहिँ दिदी घरमा गएर चाहिँ टक्क छ्याम्बा खाएर आउनु पर्ला। अब मलाई भिडियो एडिट गरेर छ्याम्बा खाएको बाटोमा हिँडेको सबै एडिट गरेर हाल्नुहुन्थ्यो। किनभने मलाई चाहिँ भिडियो एडिट गर्न आउँदैन होइन। म चाहिँ सिधै जे छ त्यस्तै भिडियो बनाएर पोस्ट गरेको छु हजुरहरू होइन। लाइक सेयर कमेन्ट गरिदिनु होला। म चाहिँ वहाँ तलबाट आएको। अहिले चाहिँ पुरै कुहिरो लागेको छ। मेरो गाउँ चाहिँ देख्न सकिरहेको छैन। त्यही भएर चाहिँ यस्तो भएर छ डाँडामा आइपुग्यो। अब यो डाँडा यो एउटा रोड टर्निङ डाँडा कटिसकेपछि चाहिँ तल झर्नुपर्छ दिदी घर जानलाई। त्यो पनि देखाउने छु। तर एडिट गर्नु चाहिँ मलाई आउँदैन होइन। जे छ त्यस्तै छ जस्तो छ तस्तै मैले पोस्ट गर्नेछु। म चाहिँ यहाँ डाँडामा आइपुगेको समथिङ भनौँ आधा घन्टा बाटो चाहिँ हिँडिसकेँ मैले। के गर्नु आधा घन्टा बाटो चाहिँ हिँडिसकेँ। अब दिदी घरसम्म पुग्ने चाहिँ म बनाउँछु होइन। र दिदीको घरमा के खायो के खाएन भन्ने चाहिँ अब त्यहाँ चाहिँ भिडियो बनाउनु नबनाउनु अब त्यो सम्भव छ भने भिडियो बनाउला सम्भव छैन भने नबनाउला भिडियो। अहिले चाहिँ म दिदी घर जाँदैछु। दिदी घर पुग्नेसम्मको चाहिँ भिडियो हाल्नेछु म जसरी पनि। लाइक सेयर कमेन्ट गरेर एकदम सपोर्ट दिनु होला। म पनि एउटा नयाँ हो। फेसबुक चलाएर त अब पुरानै भनौँ। अब कस्तो भने यो भिडियोहरू हाल्न चाहिँ भर्खर सिक्या हो। भिडियो त हाल्थ्यौँ तर टिकटकहरूको यदि त त्यस्तो कन्टेन्ट पनि बनाउन आउँदैन है त गाइस। अब लेट्स गो। अब दिदीको घर पुग्नेतिर म भिडियो गर्छु। पानी पर्न लाग्छ सिमसिम पानी परिरहेछ हल्का। छाता चाहिँ ल्याएको छु धोलामा छ। दिदीले के कोसिल लग्यो भने चाहिँ नसोध्नु होला है। दिदीलाई कोसिल मैले केही पनि ल्याएको छैन। भाइले कोसिली माथि उकालो चढ्नुपर्छ यस्तरी उकालो चढ्नुपर्छ। कोसिल केही पनि ल्याएको छैन। छाता चाहिँ बोकेको छु मैले झोलामा। अनि केही पनि होइन छाता बोकेको छु गाइस साथी हो। अब म चाहिँ लगभग उकालो सकिन लाग्यो होइन। उयो पुगेपछि उकालो सकिन्छ। त्यसपछि हल्का ओह्रालो झरेपछि दिदी घर पुगिन्छ। दिदी घरसम्म चाहिँ भिडियो हाल्नेछु म है। दिदी घरसम्म भिडियो हाल्नेछु। अन्तिमसम्म हेरेर साथ दिनु होला। ल लगभग उकालो पनि सक्यो। गाउँ आइपुग्यो। अब यो गाउँदेखि अलिक तल जानुपर्छ दिदीकोमा चाहिँ। अब चाहिँ गाइस फाइनली उकालो सकेर ओह्रालोतिर झर्दैछु। ओह्रालो जाँदैछु होइन। भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। मेरो दिदीको घर कस्तो छ हेर्नु होला है। देखाउने छु झुप्रो भाइ पनि समथिङ लगभग भनौँ न पौने घन्टा। जङ्गल चाहिँ होइन खासै यो निकुञ्ज पनि होइन।
हल्का जङ्गल हो, रोडै रोड छ। बर्खाको कारणले चाहिँ यस्तो भइरहेछ। बाइकहरू हिँड्न लायकको अलिक छैन, हिँड्नै दिन्छ अलिक गाह्रै पर्छ। लगभग भनौँ पौने घन्टा चाहिँ मेरो चाहिँ दिदीको मायाले गर्दा चाहिँ पौने घन्टाको बाटो हिँडेर चाहिँ यो बर्खायाममा दिदी घर आएको छु। भिडियो लास्ट अन्तिमसम्म हेरिदिनु होला। म बारम्बार भनिराखेको छु कि भिडियो चाहिँ अन्तिमसम्म हेरेर लाइक सेयर कमेन्ट गरिदिनु होला, प्रतिक्रिया दिनु होला। अनि अरू साथीहरूले यो भिडियो एडिट गर्नुहुने साथीहरूले केही प्रतिक्रियाहरू दिनु होला। कसरी चाहिँ एडिट गर्न सकिन्छ। अब मान्छेले अब कतिपय भिडियो एडिट गरेर होइन जोड्ने काट्ने गरेर हाल्नुहुन्छ, त्यो चाहिँ मलाई आउँदैन। त्यो चाहिँ सिकाइदिनु होला प्लिज। ल दिदीको घर आउँदा आउँदै हेर्नु त कत्रो रुख लडेर बाटै छेकेछ। कति बुढो रुख होला त यो। ओहो आहा कति ठुलो रुख गाइस, हेर्नु त। आमामा यत्रो रुख ढलेछ। कति बुढो रुख होला यो। सायद मानवी क्षति चाहिँ भएन होला। यहाँ रोड चाहिँ रोड चाहिँ ब्लक भएछ हौ। ओहो आमा कति ठुलो रुख। ल हेर्नुहोस् त एउटा रुख लडेर ब्लक हुनुको कारणले बाइक चाहिँ यसरी थन्काएर राखेको छ। के भन्नु, विकल्प छैन। त्यो पन्छाउनलाई अलिक टाइमै लाग्नेछ, ठुलो रुख छ। म चाहिँ दिदी घर चाहिँ सरप्राइज दिन आएको छु। दिदीलाई अरू बेला चाहिँ म दिदी म आउँदैछु है भने हाम्रो तामाङ भाषा चाहिँ नाना भन्थेँ होइन। म घर आउनु लागेको छु, तपाईँको घरमा आउनु लाग्छु भनेर भन्थेँ। आज चाहिँ नभनिकन आएको। दिदी घरमा रहेछ कि रहेनछ हेर्नुपर्छ है। ल साथी हो, फाइनली मेरो दिदी घर चाहिँ आइसक्यो म है। दिदी छ कि छैन हेर्छु है। फाइनल दिदी घर चाहिँ यो हो। दिदी घर चाहिँ दिदी छ कि छैन हेर्छु है म। ल नभनिआएको दिदी घरमा पाल्दो रहेछ भन्दो रहेछ। अब दिदीलाई फोन गर्छु म। दिदीको बगैँचाहरू चाहिँ यही है साथी हो। ल साथी हो, बहिनीले दिदी घर आइपुग्यो। दिदी घर आएपछि ताल्दो रहेछ। मैले फोन नगरी नगरेँ। हामी अर्को भिडियो भेटौँला है त।